आज चाहिँ हामी राष्ट्रिय परिचय पत्र बनाउनलाई रेडी भइरहेछौँ। मम्मी चाहिँ यहाँनिर बुरुसगर जानलाई रेडी भइरहेछन्। आज चाहिँ अब यस्तो चर्को घाम छ काठमाडौँमा, साह्रै गर्मीको अवस्था भएको छ। तै पनि आज हामी जान्छौँ र राष्ट्रिय परिचय पत्र बनाएर आउँछौँ। आज बोतल पनि लिएँ मैले। यस्तो चर्को घाम छ है, चर्कै चर्को घाम छ क्या आज। पापा पनि केलाम भने जे लाउँदाखेरि पनि गर्मी हुने क्या। हाम्रो बारीमा चाहिँ मकै फलिरहेछन्। अब बिस्तारै मकै फल्न लागिरहेछन्। यस्तै छ। मेरो चाहिँ यहाँनिर पढ्नको लागि बाहिरनिर शीतल हुन्छ भनेर बनाएको छु। एउटा चेयर चाहिँ अब किन्नुपर्ने छ। अनि हाम्रो चुलो छ।